यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ 30 कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, तिमी ध्यानपूर्वक सुन। त्यसपछि चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन् र नवराजले सम्मान साथ बसालेर चन्द्रावतीलाई सोधे, हे स्त्री, मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ, ती डोले पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन धेरै विलम्ब गर्यौ। म राजा भएको तिमीले थाहा पाइनौ कि? मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिराखेको थिएँ। फेरि साली नदीको तटमा आएर एक्लै किन बसेकी? मलाई त लावण्य देशका प्रजागणले भनेर थाहा पाएँ। फेरि तिमी पनि पहिले जस्ती छैनौ, अत्यन्त तेजवती भइछौ। आफ्नो सबै वृत्तान्त सुनाऊ। यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावतीले भन्न लागिन्, हे स्वामी, म माइतमै बसिरहेकी थिएँ। हजुरले डोले पठाउनु भएछ। उनैद्वारा हजुर राजा भएको समाचार पाएकी हुँ र माता पितासित बिदा मागी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हतपताइरहेकी थिएँ। संयोगले त्यस दिन माघ शुक्ल पूर्णिमा रहेछ र यहाँ आउने बाटोमा एउटा ठुलो जङ्गल रहेछ। त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका डोलेहरूले देखेछन् र डोली अड्याई हामीलाई भोक लाग्यो, त्यहाँ पर गई केही खाएर आउँछौँ, तपाईँ एकछिन यहीँ बस्नुहोस् भनी मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई भनेर आई प्रसाद दिए। त्यसबेला मलाई अहङ्कारले छोप्यो र डोलीबाट ओर्ली डोलेहरूका हातबाट प्रसाद खोसी थुथु गरेर थुकेर खुट्टाले कुल्ची मिल्काइदिए र डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाओ भन्दै श्री स्वस्थानी परमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरे। बिचरा डोलेहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे। साली नदीमा आइपुगेपछि पुलद्वारा पारी तर्न लाग्दा अकस्मात चौधुवा टागे जस्तै मेघ उठेर ठुलो पानीका साथै भयङ्कर हुरी पनि आयो र म डोलीबाट लडी साली नदीमा परेँ। डोलेहरूको के गति भयो केही पनि थाहा पाउन सकिन। मेरो शरीर कहिले मुर्छा हुने र कहिले चेत आउने भयो। म यस्ती हुँ भन्ने पनि शुद्धि हरायो। नदीकै तटमा पडिरहेँ। निकै दिनपछि कपिल नामका 2 ब्राह्मण त्यतैबाट आए। मैले कहाँ जान लागेका भनी सोधेँ र तिनले राजाको ब्राह्मण भोजनमा जान लागेका भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदियो भने। तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा फेरि आएर भने, हे पापिनी, तेरो निम्ति हामीले लज्जित हुनु पर्यो। तेरो नाम लिन साथ राजाको भण्डार नै सुक्यो। रानीलाई खान भनेर पकाइराखेको भात रहेछ, त्यही ल्याइदिएका छौँ भनी मलाई पातमा भात दिए। भोकले आत्तिएकी हुनाले मुख पनि नधोई खान तयार भएँ। त्यो देखेर ती ब्राह्मणहरूले भने, हे पापिनी, यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ।
तेरो अवस्था देखेर हामीलाई दया लाग्यो, मुख धोएर खा अनि स्वस्थानी परमेश्वरीको व्रत गर, तेरो समस्त पाप रोग नाश हुनेछ भनी ती ब्राह्मण घर गए। अनि म मुख धुन साली नदीमा जाँदा नदीको जल सुक्दै गयो, त्यो देखेर म माथि आई मुख नधोएरै खान तयार भएँ र भात खरानी भयो। खरानी पनि खान खोज्दा ठुलो हुरी आएर उडाइ लग्यो। अनि म नाना तरहको शोक गरी रोइ कराई भोक प्यास सहेर ठुलो कष्टले दिन काटिरहेँ। त्यही क्रमले रहँदा बस्दा पौष शुक्ल पूर्णिमा आयो र स्वर्गबाट स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न अप्सराहरू साली नदीमा आएर मैले देखेँ। अनि 4 हात पाउ टेकेर गई, तिमीहरू को हौ, केही खानेकुरा भए मलाई दियो, पुण्य होला म के पापले यस्ती भएँ भन्दा उनीहरूले भने हामी इन्द्रका अप्सरा हौँ, श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न यहाँ साली नदीमा स्नान गर्न आएका हौँ। हे पापिनी, तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो, त श्री स्वस्थानी परमेश्वरीको व्रत गर, त्यसैको प्रभावले तेरो सारा पाप नाश होला र यो दुःखको सिन्धुबाट पार होलिस्। अनि मैले भने म यस्तो स्थितिमा परे कि पापिनीले त्यो व्रत कसरी गर्नेछु, सामग्री कोदेला, के चाहिन्छ, मेरो कुरा सुनि तिनीहरूले व्रतविधि बताई स्वर्ग गए। मैले पनि उनीहरूको उपदेश अनुसार पौष शुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एक भक्त रही एक चित्त गरी महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरिरहेँ। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत पूर्ण गर्न अप्सराहरू फेरि त्यहीँ आए। हे स्वामी, महिना दिनमै श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ठरोग पनि निको भयो, हात खुट्टा पनि पहिले जस्तै भए। र अप्सराहरूसित भने, हे अप्सरा हो, तिमीहरूको उपदेशले पौष शुक्ल पूर्णिमादेखि व्रत प्रारम्भ गरेकी छु। महिना दिन भयो, अब श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन, कसरी गर्ने भन्दा अप्सराहरूले भने, सामग्री नभए नदीबाट बालुवा ल्याई सामग्री तुल्या। अनि मैले साली नदीबाट बालुवा ल्याई सामग्री कल्पना गरेँ र त्यो सामग्री सिद्ध भयो, अर्थात् मैले जे कल्पना गरेकी थिएँ त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भई, हे सुन्दरी, आजसम्म तँलाई हामी पापिनी भन्थ्यौँ, तर आजदेखि तेरो नाम पुण्यवती भयो भने र सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रत गरेँ। सम्पूर्ण व्रत पुरा गरेर उनीहरू स्वर्ग गए। अनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 पुष्प, 8 पान, 8 कुड्का सुपारी, यज्ञसूत्र र सगुन समेत दिन हजुर सामुन्ने नहुनाले मैले गङ्गाजीमा मेरा स्वामीसित छिट्टै भेट होस् भनी बगाइदिएँ। प्रातःकाल भयो र साली नदीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइसकेकी थिएँ र लोकहरू लिन आए। हे स्वामी, मैले श्री स्वस्थानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्ती भएर पनि फेरि उनैको कृपाले र कपिल ब्राह्मण एवं अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ। श्री स्वस्थानी परमेश्वरी भन्दा ठुलो अर्को कुनै पनि देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो। समस्त व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताको पनि देवता, यस्ती जगदीश्वरीलाई मेरो कोटि कोटि नमस्कार छ भनी चन्द्रावतीले बारम्बार दण्डवत प्रणाम गर्दी भइन्। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ माहात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां चन्द्रावती स्ववृत्तान्त कथनं नाम 30ोऽध्यायः। उपनयतु मङ्गलं वः सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना
या ब्रह्माच्युत शङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसन्द्रैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्। A complete bundle of art, information and entertainment. NKTV.